यो ठुलिका पुलिका हामी एउटै माया नेपाल सर्त बम्ब पहिला एका मेसी बाका नकला यति राम्रो मान्छेको माया कस्तो होला 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 ए बोकेर झोला दौडिन्छु कोला खान्छु म छोला डाँडादेखि घाम लाग्यो गाला मेरो पोल्यो हिजो राति सपनीमा कष्ट हो खै मलाई आई लभ यु भन्यो मेरो फेरि मन त्यतैतिरै दौडियो रातिमा त दौडिँदा दौडिँदा त लास्टमा त हिँड्ने पो पर्यो हेलो एभ्रिवान गुड मर्निङ एलेक्स वेलकम टु माई ब्याक च्यानल आएको सन्चै हुनुहुन्छ होला तर म पनि एकदम फिट एन्ड फाइन छु अनि यत्तिकै बसिरहेको छु होइन अनि भर्खर खानासाना खाएर अनि भाँडासाँडा सब धुएर होइन अनि रेडी बनाएर चाहिँ अनि म यत्तिकै बसिरहेको छु अनि बाख्रा साख्रा पनि अब उता छ इक्जाम सकिसक्दा पनि कि फेरि कस्तो जानुपर्ने क्या अब तनाव त्यही हो क्या तलब यस्तो हो नि त फेरि पहिला पहिला त फेरि इक्जाम दिने बेला बिदा हुन्थ्यो आजभोलि त सिस्टममा के ल्याइदियो भनेको तनाव भन्नु अनि त्यो भएर चाहिँ अब फेरि कसलाई लगाइदिने कहिले गर्ने अनि आमाको ब्याग फेरि होइन यस्तो छ नि त ब्याग होइन हातमा रातो होला यति राम्रो मान्छेको माया कस्तो होला 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 ए बोकेर झोला दौडिन्छु कोला ए खान्छु म छोला ए समस्या यस्तो टाइपको रिताले बोकेर हिँड्थ्यो तपाईँले दिएको हजुर कहाँदेखि रिताको नि यस्तै दिएको सेम क्युट सेम कतिमा किन्नुभएको तपाईँलाई यस्तो सुहाउँदैन कि अहिले होइन हल्का अब किनिसकेपछि त आफूलाई पनि हल्का सोकिङ टाइपको नै किन्नुपर्छ कि यो अब तपाईँहरूलाई अब यस्तै यो टेडी के चाहियो त अब यो टेडी हो यस्तै टेडी किन्न मन छ मलाई होइन झोला ग्याङ म्याचिस या बेबी तिमी ब्याड पिस म चाहिँ भुसिया कुकुर ठोके पनि हुन्छ तिमीलाई रेबिस तिम्रो नाम के हो पार्वती कि कमला डम 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 अब यहाँदेखि गइदिन्छु ओह्रालो आम्माको झोला ग्याङ म्याचिसमा झोला ग्याङ म्याचिस या झोला ग्याङ म्याचिस या बेबी तिमी ब्याड पिस म चाहिँ भुसिया कुकुर टोके भन्ने हुन्छ तिमीलाई रेबिस या झोला ग्याङ म्याचिस गीत हो गीत म्युजिक हो म्युजिक के गर्नु आमाले पनि एउटा झोला ग्याङ म्याचिसमा झोला बोक्नु भयो त्यहाँ स्कुलमा चाहिँ जानुहुन्छ अनि तर जस्ट पढाउनको लागि जानुहुन्न कि अब त्यहाँ अस्तिको इक्जामको लागि चाहिँ चेक जाँचको लागि चाहिँ जानुहुन्छ कि फेरि आमा चाहिँ अनि अब फेरि होइन अब बिदा अब हुनु त हुनुपर्ने हो होइन सर म्याडमलाई अब चेक जाँचको लागि त अब खासै नहुनुपर्ने हो नै त्यस्तरी चाहिँ अब नहुनुपर्ने हो तर अब खै अब बिदै छैन भन्नुहुन्छ कि अनि त्यही भएर पनि अब लास्ट झ्याउ हो कि होइन अब एक्जाम दिइसकेपछि त अब अलिकति भयो भने ढुक्क तरिकाले बस्न पाए हुन्थ्यो भनेको बिचारा यार त निस्किन खोजिरहेको छ तेरो साथी हिजो नि एउटाले खाइदियो हिजोसम्म हामी यहीँ भएको होइन अनि म यो दाउरा ल्याउन गएको थिएँ नि त पारी डाँडामा त्यतिखेर नै केले पो लैदिएछ कि भने बिचारा यसको एउटै साथी थियो होइन यसले साथी घुमायो क्या यसले साथी गुमायो क्या बिचारा अहिले बाहिर निस्किनलाई कस्तो हत्या गरिरहेको कालो छ भयो म तँलाई खोल्दिनँ आमाले त्यहीँ भित्र चारो हालिदिनु भएको नखोलिस् भन्नुभएको थियो पछि दिउँसो पानी सानी हालिदिन्छु अनि अब एकछिनमा त्यही नै छ गाइस होइन अब बाख्रा पनि उतै त छ होइन अब एकछिन जान्छु अनि
हुल्दिनुपर्छ एकछिनमा चाहिँ। अहिले चाहिँ घाम लागेको छैन, भर्खर भर्खर लाग्यो है होइन। ए अलिअलि देखिरहेको होला नि त होइन। म तपाईँहरूलाई एउटा सायरी भन्छु ल गाइज। एउटा सायरी होइन, कस्तो टाइपको भनेपछि चाहिँ होइन, यहाँ माथिबाट घाम लाग्यो गाला मेरो पोल्यो होइन, सायरी के। यहाँ माथि डाँडादेखि घाम लाग्यो गाला मेरो पोल्यो, हिजो राति सपनीमा कसले हो खै मलाई आई लभ यु भन्यो, मेरो फेरि मन त्यतैतिरै दौडियो, रातिमा त दौडिँदा दौडिँदा त लास्टमा त भुत्नी पो पर्यो। ल कन्टेन्ट खाइदियो यो सायरीले चाहिँ होइन गाइस, यस्तो नि छ होइन। अब सायरी गजलहरू चाहिँ आउँछ होइन, तर अब सोचिदिने मान्छे चाहिँ अलि हुँदैन कि होइन। सोचिदिने मान्छे अब भएपछि पो होइन है ल म पनि भन्छु भनेर अब भन्नु, अब आफूलाई नै अब के प्रश्न के उत्तर गर्नु कि अब होइन, त्यही नै अब अलि हुन्छ होइन। ओके त्यही नै छ। अब म त एकछिन बाख्रा ल्याउनु जानुपर्छ गाइज होइन, अहिले चाहिँ चरिरहेको छ, एकछिनमा चाहिँ लिएर टक्क हुल्दिनुपर्छ, अनि त्यसपछि अब के हुन्छ हेर्दै गरौँ। ओके एभ्रिवान, अनि अहिले चाहिँ अब यति नै बसिरहेको छु होइन। अनि मम्मी पनि आइसक्नु भएको छ कि, अनि मैले फेरि दिउँसोतिर पनि बनाएन होइन, एक्लै अब कोसँग बोल्नु भनेर पनि झ्याउ लगाइरहेको थियो नि त होइन। अनि फेरि दिउँसो बहिनीहरू पनि थिएन क्या, अनि अहिले चाहिँ अब होइन ट्याक्क मेरो पछाडि आइरहेको छ। के छ वाट्सअप गाइज भनिदेऊ ल। अब के छ गाइज, अलिक बेसमरी बोल्नु है के छ भइगयो भाषण नछाड। अनि अहिले चाहिँ अब यतिकै नै बसिरहेको छु। गुङ्गुरको लागि खै के खाजा बनाइदिनु लाग्नु भएको छ, त्यो आन्द्रा सान्द्रा खै के छ, अनि त्यो चाहिँ उसानिदिनु लाग्नु भएको छ। अनि अहिले चाहिँ म अनि झोला ग्याङ म्याचेसमा चाहिँ यतिकै बसिरहेको छु। यो बहिनीले तानिदिएर यार अगाडिको टिल्टिले कस्तो नयाँ चाहिँ नयाँ देखिरहेको होला, फेरि माटो लाग्यो भने फेरि कालो हुन्छ कि, त्यही नै छ फेरि होइन समस्या। तिमीहरूलाई ऊ आउँछ सयथुङ्गा आउँछ होइन, पहिला सानो बहिनी पहिला सानो बहिनी ल तिमी चुप लाग है। यहाँ बस्छ तिमी चुप्प लाग, तिमी नहाँस ल। फेरि सुरुदेखि भन ल, उठेर नाइ के तिमी देखिन्नौ फेरि। ठुलिका फुलिका हामी एउटै माया नेपाल, सर्त बम्ब पहिला एक मेसी बाका नकल। एकछिन मेसी बाका निकाला, अगता यो हस्त हाम्रो अक्ता। अनि के अरू मेसी बाका निकाला, अनि के अक्ता के त अनि लास्टमा के हुन्छ, लास्टमा के हुन्छ, जय जय के हुन्छ, जय जय नेपाल, अखता यो हस्त हाम्रो जय जय नेपाल। ल ठिक छ, तिमीलाई त आउँछ, तिमी आउने मान्छेलाई सिकाउने होइन, नआउने मान्छेलाई चाहिँ सिकाउने। अनि जस बहिनीले चाहिँ कडा नै भन्यो होइन, अब तपाईँहरूले पनि अब बुझिदिनु होला गाइज होइन। अब मलाई त बुझिसक्यो होइन, अब बहिनीले चाहिँ भन्न खोजेको के हो भनेर होइन, तर अब तपाईँहरूलाई पनि बुझिदिनु होला गाइज होइन। नयाँ थुक लाए जस्तो छ होइन। सयौँ थुङ्गा फुलका हामी एउटै माला नेपाली, महाकाली भन्ने कर्णाली भन्ने होइन, कर्णाली भन्ने होइन, महाकाली भन्ने। माखा खाने भनौँला र फेरि अहिले बर्बाद होला यहाँ। अनि ओके त्यही नै छ। अनि फेरि बहिनीहरूसँग भेट्यो भने चाहिँ लास्ट टाइम पास हुन्छ, रमाइलो हुन्छ चाहिँ होइन। दिउँसो किन नआएको, दिउँसो किन नआएको भनेको, भात खायो भनेर सोधेको छैन मैले। मुसाको जस्तो थुक्नु गरेर बसेन नि, मुसाको जस्तो सोचो छ। अनि जस
अनि अहिले चाहिँ यतिकै बसिरहेको छ। अब एकछिन अब मम्मीहरूसँग पनि बनाउनु पर्छ होइन। ए यता आइज फर्के। तैँले मेरो दिउँसो चप्पल कति ठाउँमा लागिस्? त्यही ठाउँमा लागिस् हो कि गालामा पनि लतक खाइस् हो कि तुल्ली भित्तामा मात्र एक फेर ढोकामा राखेको एक फेर यो लाग्यो एक फेर यो लाग्यो। हजुर एक कुन्टा एउटा मात्रै लान्छ दुईवटा फेरि लाँदैन हो कि फेरिमा गरा साले। अनि अहिले चाहिँ अब टक्क खानासाना बनाएर पनि अब आमाले तरकारी खोल्साउँदै हुनुहुन्छ भोलिको लागि चाहिँ। अनि यो पनि आज त दिनभरि गरेर बस्यो। आँखा क्या दामी छ कि यसको अरू भन्दा नि। ल ठिक छ। अब खानासाना पनि सब पाकिसक्यो होइन। अगाडा ड्याङडुङ खानासाना यस्तो बनाएको छ कि अहिले त। बिहान कस्तो थियो अहिले चाहिँ अब कस्तो। बिहानको सायद मिठो भएको थियो होला कि अहिले चाहिँ अब कस्तो भइदियो भने चाहिँ होइन। अब सोबिन र चाउचाउ कहिले नबनाइदिएको। सोबिन अब आलुमा त अब भुट्दा भुट्दै पाकेको थियो र पछि हालिदिन्थ्यो मिट मसला पनि। सोबिनमा त अब पहिल्यै भुट्दा भुट्दै मसला बनाउने पनि आफै कि ठेक्कामा हो। यहाँ तर्फु भन्नु पारसको सोबिन त भुट्दा भुट्दै कालो हुने क्या। अनि त्यो कालो त हुन्छ त त्यो त्यतिखेर अनि कस्तो हुन्छ त आमाको माइक यहाँ माइक हेलो 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 ल यता माथिबाट आउला कि ठुलो भयो है। हेलो हेलो भन्नु त हेलो 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 यदि यहाँ यत्रै भाषा आयो भइस आयो। त्यत्रो कुखुराहरूमा यति दुइटा मात्रै अहिले त सबै खोल्साउने अहिले त्यो त अलिकति भोलि चाहिँ टक्क आलु र के रौ बिहान तपाईँलाई बनाउने कति आजभोलि बिहान बेलुका मैले खाना बनाउने बानी परेर आज त आमा भान्सामै नै कति बाटो लगेर होइन। त्यही भएर म आउँदैन भनेर म टाढै बस्छु कि त्यही भएर म जहिले पनि। अनि अब आफूलाई त महादेव खोला त्यसलाई आफूलाई चाहिँ कति गाह्रो भइरहेछ पैसाको कारणले। बिहा गऱ्यो भने झन् गाह्रो हुन्छ। ओके एभ्रिवान होइन अहिले एउटा अब केही पनि कामसाम पनि छैन होइन। टक्क अब खानासाना पनि बनाएँ। एकछिनमा खानासाना पनि खाइदिनु हुन्छ। अनि आजको भ्लग यति नै हुन्छ गाइज होइन। अनि बिहान मैले दिउँसो पनि बनाएन अब आमा आएर बनाऊँ न भनेको थिएँ। आमा पनि अघि आउनुभयो ऊ उता जानुभयो चारो सारो लिएर आउनुभयो। त्यहाँ आँखा पनि सेतै फर्काउनुहुन्छ फेरि दिउँसै। अनि त्यो अब के गर्नु यतिकै नै छ। सो गाइज होइन आजको भ्लग अब यतिमै यिनी हुन्छ गाइज होइन। वाचिङ दिस फर लाइक सेयर सब्सक्राइब एन्ड बेल आइकन गर्न नबिर्सिदिनु होला। सपोर्ट गरिराख्नु भएको छ गाइज होइन। अझै धेरै सपोर्ट गर्नु होला। ओके आजको भ्लग यतिमै यिनी हुन्छ गाइज। बाई बाई जय नेपाल एलेक्सम्यान।